Hello, namaste everyone. This is your Sunil Vishwakarma. Welcome back it again with a new video. हिजोको ब्लग चाहिँ हाम्रो रिमा दिदीको थियो भने आज फेरि म हिजो सानो बाबामै बसेको थिएँ अनि सानो बाबाको घर चाहिँ यो हो अनि सानो त्यहाँ धोदै हुनुहुन्छ कार सो अब हामी चाहिँ आज म उता रुम जान्छु भनेको थिएँ अनि सानबाले आज हाम्रो यता के हो एउटा मिटिङ रहेछ हाम्रो सानबाहरूको एउटा केही कार्यक्रम अनि त्यतातिर मलाई पनि लानुहुन्छ भन्नुभयो अनि हाम्रो उता चाहिँ हाम्रो ठुलो कलाकार एकदमै ठुलो म्युजिसियन हुनुहुन्छ सिङ्गर पनि अनि लेखक पनि सो आजको ब्लग यस्तै हुन्छ आज भेटघाट हुन्छ हाम्रो बिबी अनुरागी सरसँग सो हामी अब उतै गएर भेट्छौँ आदरणीय बिबी अनुरागी सरसँग सो आज त्यतैतिरको हुन्छ ब्लग सो भिडियोलाई स्किप नगर्नु होला त्यतै भेट्नुपर्छ है त ल चर्को घाम लाग्दै आज मौसम नै एकदमै क्लियर छ है त गाइस ल हेर्नु स्थानेश्वर फर्निचरको एकदमै ब्रान्डेड सामान बन्ने चाहिँ उद्योग चाहिँ यहाँ होला हेर्नुहोस् गाइस हिँड्न त हिँडेको मेरो फेरि लास्टै बिर्सिने बानी के एकचोटि चेक चाहिँ गर्नुपर्ने हो मैले मेरो इयरपोर्ट र क्याब टोपी चाहिँ मैले त्यहीँ छोडेछु कि यहीँ नजिकै हो फर्निचर त उद्योग त यहाँबाट हिँडेर पुगिन्छ गरेर लिएर आउँछु म चाहिँ सानोमा आएको बस्दै गर्नुहुन्छ म चाहिँ गरेर लिएर आउँछु है त बिर्सिने बानी चाहिँ गर्नु हुँदैन है मैले यस्तो दुःख पाइन्छ यस्तो घाममा फेरि पर्स पनि वहीँ छोडेर रहेछ क्या बिजो भन त लिइसकेँ सामान चाहिँ जाँदै हो सो त्यही हो सामान चाहिँ नबिर्सिनु होला एक्चुअली सबैजनाले हिँड्दाखेरि अगाडि नै चेक गर्नु होला सो गाइज अब हामी चाहिँ हिँडिसकेका छौँ सानोमा यसो फर्निचरमा छिर्नुभयो उद्योगमा अनि यसो अब म पनि उता सामान छोडेर लिएर आएँ अब हामी सिधै जाने हो सानोमा कि यो कन्तै अब सिधै उता सो त्यही नै हो आज उहाँहरूसँग भेटघाट गरेर त्यसपछि अब सामानहरू पनि सार्नुपर्ने हुन्छ बेलुकातिर अब छिटै नै अब 2-3 दिनमा पोखरा जाँदैछु म फेरि सो त्यही नै हो भिडियोलाई स्किप नगर्नु होला हेर्नु होला एकछिन वेट गर्नु होला आज म तपाईँहरू सम्पूर्णलाई बिबी अनुरागी आदरणीय बिबी अनुरागी सरलाई भेटाउनेछु सो सबैजनाले स्किप नगर्नु होला है भिडियो त ल हेर्नुहोस् गाइस सबै देखिन्छ यसमा चाहिँ पछाडि अगाडि माथिबाट नै सबै देखिन्छ यो खानामा चाहिँ खतरै सिस्टम आएको अहिले त है A few hours later. बिबी अनुरागी सर आउनु भएको छ चाहिँ हाम्रो गाउँ लाउँछ अस्ति के आइडल जिते मान्छे आइडल मुगल जितेको त होइन एउटा सुने त्यो फेसबुकतिर देखेको सुनिल विश्वकर्मा टप 9 सम्म गीत पनि पछि गीत पनि आएको छ कुन गीत अरे त्यो गीतहरू नि जिन्दगीलाई जारी यो भिडको खोला अहिले के गर्दै हुनुहुन्छ कता बस्नुहुन्छ अहिले यहीँ काठमाडौँमै स्वयम्भूमा बसिरहेको छु स्वयम्भू हजुर स्वयम्भू कहाँ स्वयम्भू गैरी गाउँ त्यो सिङ्गल ट्री भन्ने छ हजुर नागार्जुन हजुर अनि एउटा त्यो अनि अर्को चाहिँ तपाईँको कहीँ न काहीँ चाहिँ कन्ट्रोभर्सी चाहिँ आउन सक्छ हजुर आउन पनि सक्छ नआउन पनि सक्छ आइहाल्यो भने नि यस्ता गाली सालीलाई चाहिँ बुझेर हिँड्नु पऱ्यो कि गाली नदिएर बचाउनु सक्नु पऱ्यो मुटु तौरो पार्नु पऱ्यो अब हामी कमलो मन भएको मान्छे एउटाले नेगेटिभ भनिदिँदा बित्तिकै चित्त दुखेर उस्तो पनि रातभरि निद्रा लाग्दैन मुटु चाहिँ कमलो बनाएर यो क्षेत्रमा कामै छ मुटु कमलो त चाहिँ यो 3टा क्षेत्र छ क्या जस्तो एउटा राजनीतिमा गाली सहनै पऱ्यो कि गाली सरै अगाडि बढ्ने एउटा चाहिँ नि पत्रकारितामा पनि गाली चाहिँ सहज आफ्नो हिसाबले लेखिदिने हो जोसुकैले भयो त्यो तरिका जानु पऱ्यो एउटा कलाकारितामा फिल्म एक्टिङ गायन सबै पऱ्यो कि पब्लिक फिगर जति सबै पऱ्यो कि सेलिब्रिटी जति होइन तर है गाली र लाज बजाउन सक्यो भने अगाडि बढ्यो ल यो अहिले युट्युबको लागि हजुर युट्युबको लागि यो हाम्रो अब दर्शक श्रोताहरूलाई अब मेरो सब्सक्राइबरहरूलाई केही शब्दहरू
भनिदिनु होला ल एकदम चाहिँ नि हाम्रो प्रिय सुनिल विश्वकर्मा भाइ बहुत प्रतिभाशाली भाइ हुनुहुन्छ अब उहाँसँग आज हाम्रो सुबहादुर दाइको चाहिँ आरम्भले भेट भयो मेरो सानो भाइ हुनुहुन्छ भाइको चाहिँ नेपाल आइडलमा अनि मैले यता अन्त खट्ट सुनिराखेको बहुत राम्रो गाउने भाइ चाहिँ आज भेट भएको छ केही हामी चाहिँ अब यस्तै कुराहरू गरिराखेको छौँ अब त्यही हो अब भाइको चाहिँ प्रिय दर्शकहरू श्रोताहरू भाइका सब्सक्राइबर्सहरू जो हुनुहुन्छ अब राम्रो प्रतिभाशाली मान्छेलाई सपोर्ट गरिदिनुहोस् यसो सेयर गरिदिनु होला भाइका भिडियोहरू होइन उन्नति प्रगतिको कामना गर्दछु अब सङ्गीत भन्ने महासागर हो हेर्नु हामी महासागरको छेउछाउमा अलिअलि यसो छौँ होइन अब चाहिँ महासागरको चाहिँ गहिराइसम्म पुग्ने भाइहरू पुग्ने कोसिस गर्नुहोस् शुभकामना दिन चाहन्छु त्यही हो एकदम थ्याङ्क यू सो मच अनि पछि सरसँग केही सहकार्य गर्न पाइयोस् भनेर चाहन्छु सरसँग चाहिँ सहकार्य अवश्य गर्न पाइन्छ किनभने तपाईँ सम्पर्कमा रहनु पऱ्यो अनि सम्पर्कमा रहनु पऱ्यो तपाईँलाई ल्यास दिने खालको गीतहरू प्रोजेक्टहरू आएको खण्डमा अवश्य पनि गरिहाल्छु थ्याङ्क यू सो मच सरलाई एकदमै धन्यवाद थ्याङ्क यू फर वाचिङ दिस ब्लग आज आदरणीय विवरण लागि सरसँग पनि भेट भयो अनि हाम्रो भेट चाहिँ मेरो सानोबाले गराइदिनु भएको थियो एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु मेरो सानोबालाई पनि उहाँसँग एकदमै भेट्ने बाटो मिलाइदिनु भयो र भेटेँ पनि अनि उहाँबाट धेरै कुराहरू पनि सिकेँ धेरै कुराहरू गफ भयो उहाँसँग एकदमै धेरै कुराहरू पनि सिकाउनु भयो र अनि मेरो नेपाल आइडलमा गाएको गीतहरू पनि सुन्नु भएको थियो सो राम्रो लाग्यो भन्नुभएको छ अब म केही महिनाको लागि रेस्टमा जान्छु पोखरा सो रेस्ट पछि आएपछि चाहिँ पक्कै पनि काम गर्नुपर्छ तिमीसँग भन्नुभएको छ कुनै अब एउटा चलेको आर्टिस्ट सिङ्गर रचना रिमल अथवा समीक्षा अधिकारी कुनैसँग एकजनासँग चाहिँ राम्रो सिङ्गरसँग फेरि तिमीले कोल्याब गराउने भन्नुभएको छ उहाँकै एरेन्ज शब्द सङ्गीतहरूमा सो उहाँले त्यति भनिदिनु नै मेरो लागि एकदमै ठुलो कुरा हो आशा छ पक्कै पनि उहाँले त्यो बोलेको कुरा पुरा गरौँ हुनेछ एकदमै मेरो लागि एकदमै ब्लेस हुनेछ र थ्याङ्क यू सो मच जसले पनि अन्तिमसम्म हेरिदिनु भयो भ्लग चाहिँ मैले त्यहाँ इन्ड गर्न पाएन त्यतातिर थ्याङ्क यू सो मच फर वाचिङ दिस भ्लग टिल द एन्ड अनि जाँदा जाँदै सब्सक्राइब गर्न नबिर्सिनु होला के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला सबैजना राम्रोसँग बस्नु होला टेक केयर सी यू नेक्स्ट भ्लग